खाजा झरेको मोमो खालिछु थुक्पा मोमो हामी इलाम आएको छौँ वेलकम इलामको भ्यू यहाँबाट सर जाने सेल्फी डाँडा जाने हैन लपडाँडा जाने लपडाँडा जाने फोटो खिच्ने अनि झर्ने गाडी पाउने हिँड्ने गाइस हामी इलाम आएको छौँ यहाँ हेर्न सक्नुहुन्छ लपडाँडातिर जाँदैछौँ होइन कन्या पनि लिएछ घोडा छ यहाँनिर हेर्न यहाँ बिहारमा हेर्न कहाँ देखेँ भलिबल ए लपडाँडा गाइस एउटा एकचोटिमा हाल्नु भएन माथि चढ्दैछौँ अब हामी होइन केटाहरू छन् अगाडि केटाहरू अगाडि छन् अनि यहाँ पनि पछाडि छन् दुईवटा अनि म चाहिँ बिचमा बसिरहेको छु त्यही उनीहरू गिद्दी गरिदिरहेको के भ्यू हेर्नु गाइस खतरा इलामको भ्यू माथि आइपुग्यो नेपालको झन्डा नेपालको झन्डा
भनेको रघु Playing later today. हेलो भन्नु न हेलो हेलो हि इज अ ब्लगर अफ नेपाल Brother. यु नो ब्लगर I have a brother, yeah. UK. England. युनाइटेड किंगडम Yeah. Near Manchester. We've been trekking. This place was so beautiful, amazing. Yeah. Ilan. Yes. From airplane. Yeah. How many? 3 weeks. 3 weeks. 3 weeks. Yeah, lovely. Yeah. I'm walking around. Which is place you can visit? Where we visit? Well, we started at Kathmandu Only Kathmandu first. First. And then we went to on trekking. For 2 weeks, we've been all around Pechenjunga. You are only two. 3, 4. 4. भिजिटरसँग कुराकानी हुँदैछ हेर्नुहोस् Nice. So where do you live? कुन ठाउँमा मैले बिर्सेँ फर्स्ट गो उल्लाबारी Here. रचुमा होइन Close by. अरू भ्यूहरू देखेपछि ल तपाईँहरूलाई यहाँ है केटाहरूले गफ गर्दैछन् यहाँनिर गर्दै गरून् के हो कालो उछ नि त्यो जाने कति छिटो होइन फोटो हाल्नुपर्छ है म यहाँ त गहिरो छ है के हो उही ल गहिरो रहेछ यहाँ यता छैन रोड हावा चलेको खोइ मेरा साथीहरू यहाँ फोटो खिच्दैछन् गाई होइन हामी पनि फोटो खिच्न आएको फोटो हान्नु पऱ्यो अनि सबैतिर चिया बगान रमाइलो हरियाली हरियाली नै हरियाली ब्युटिफुल प्लेस गाइस सबै भिडियो बनाउँदैछन् होइन अनि म पनि भिडियो बनाउँदै फोटो खिच्दै हिँडिरहेको छु यता बस होइन उहाँसम्म कस्तो छ होइन हेरेर त्यसपछि चाहिँ माथि जानुपर्छ अनि त्यसपछि अब उता अर्कोतिर पनि जानु पर्यो नि त होइन अनि त्यसपछि घर गइन्छ होला अन्तुदेखि चाहिँ यतातिर आएको इलामतिर अब इलामतिरबाट चाहिँ घर गइन्छ अहिलेको टाइम भनेको जस्तै 11 बज्यो यहाँनिर तपाईँहरूलाई भ्यू देखाउँछ त्यो मौरीहरू धेरै छ क्या यो मौरी हो कि किरा के उडिरहेको छ यो चियारङको धेरै उडिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ मान्छे धेरै मान्छेहरू छन् अनि यहाँ तल चाहिँ तलतिर चाहिँ स्कुल हो कि घरहरू रहेछ हौ यो त घरहरू रहेछ अब चाहिँ 1-2 सर्ट फेरि फोटोसोटो खिच्यो होइन अनि त्यसपछि चाहिँ तपाईँहरूसँग फेरि भेट्नेछु त्यतिखेरसम्म चाहिँ कमेन्ट हानिराख्नु ल जे गर्दै हुन्छ कमेन्ट चाहिँ आउनु पर्यो गाइस अब हामी जाँदैछौँ कतातिर जाने अरे है
खोइ ठाउँ थाहा छैन मलाई ठाउँै थाहा छैन तल जाने भनिदेऊ न डाइरेक्ट तल माथि चाहिँ तल जाने हामी तलै जाने हो त होइन सरको सबै लागेछ नि त अलि सर के हो त के लाग्यो सबै चिया दलेर आउनु भएको सरले बनाइदे त के भन्दैन भन हेलो गाइज म चाहिँ सबसे यहाँको हेर्छम केटामा कस्तो लागिरहेको थियो कतै रमाइलो लाग्यो कतै नरमाइलो लाग्यो कतै बिहान अरू होइन घामेर जाँदाखेरि चाहिँ मेरो घर चाहिँ पुरानै निस्क्यो पुरानै निस्के बाइक प्राण कति त लाग्यो फटाके ढिँडै फेरि ओए पत्याको लाउने फेरि यो मिलाने सरको अगाडि मेरो पुगेर काहीँ नभएको नहुँदैन कुरा लगाइदिरहेको छ यो अघिदेखि हिजो मैले हो र सरले त मैले त्यहाँ मलाई कसम मैले के मैले के भन्न खोजेको सरले के थपिदिनु भयो मैले त्यहाँ मेरो गल्ती नै छैन चुप मैले पोजिटिभ सोचेर भने त सरले के भनिदिनु भयो मलाई कहाँ भाग्नु गर्नु बनाइदिनु माथिबाट तल झरिसकेको छु है बल्ल भेटा तिमीहरूलाई के गर्नु उयो स्कुल हेर न त्यहाँनिर बास्केटबल खेल्छ त यहाँ त अब चाहिँ हामी गाई बसको ठाउँ जान्छौँ बसको ठाउँबाट कन्याम गएर फोटो खिच्छौँ के खाने के हो त्यो त खाने अनि हिन्दी नै यो घोडासित जाने होइन घोडा पटाका पटाका फाल्छ त मान्छेको हाल उम्रेर छ बेला किन्ने सामान किन्ने दोकान होइन ज्ञानी हामी किनिहाल्छौँ नि ज्ञानी चेन्जी हो नि त त्यस्तै छ हाम्रो बसको बस अघि नै अरूले होइन अनि छैन त उता गर्छ हामी त कस्तो ज्ञानी चेन्जी गरेर ज्ञानी अब सब चढिसकेको छन् अब त 1 रुपियाँ खर्च गरी गाइडमा चढाइ बस्तिरहनु भयो साथी अब हामी कन्याम जाँदैछौँ त्यहाँदेखि कन्याम देखेको ठाउँमा गइ कहाँ गइसक्ला भन्दैन त अनि के भन्दिनु त अब टुरमा आएको हैन सब्स्क्राइब गरिदिनु यो हाम्रो श्रीरामजीलाई स्ट्रगल गरिरहेको छ यो भाइले स्ट्रगलहरु गरिरहेको छ यसलाई सो साथ सहयोग गरिदिनु हुन अनुरोध छ दर्शकहरुमा यति मात्र भन्न चाहन्छु हस्त धन्यवाद क्यारे एउटा आर्मीको कन्यामबाट अब बसतिर जाँदैछु हामी अनि बसदेखि पाथी भाडा मन्दिर दर्शन गर्न जाने अनि
यो पाथी भाडाको चाहिँ त्यो सामान किन्ने ठाउँ हो। मन्दिर दर्शन गरेर आइसकेको होइन, उता भिडियो बनाइन। अब यतै सुपरकार गिटार 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 बज्छ बज्दैन रहेछ। अब हामी तल जाँदैछौँ, पाथी भाडा दर्शन गरियो होइन। अनि तल झर्दैछौँ, कस्तो डाइरेक्ट सिडी छ हौ। ल्याइदिनु तँ के भन्दैन, दर्शन गरियो होइन। दर्शन गरियो। अब जाँदैछौँ, अलिक आँखा खोलेर जानुपर्छ, नभए दुर्घटना उठ्न सक्छ। किनकि सिधा छ यहाँ। तपाईँहरूलाई बाटो देखाइदिन्छु ल, यहाँ हेर्नु है बाटो। यहाँ हेर्न सक्नुहुन्छ बाटो कस्तो सिधा छ भने नि, यहाँ रेलिङमा पकडेर चाहिँ हिँड्नुपर्ने हुनेछ। हेर्न सक्नुहुन्छ सिधाको सिधा। म फोकसले हिँडिरहेको छु। यहाँदेखि लड्यो भने चिप्लेर तलै पुगिन्छ। सिडी जस्तो छैन, त्यहाँ सिडी चाहिँ छैन, यस्तो यस्तो गिटी हालेको बाटो छ उकालो। किन पनि म तल र माथि हेर्नु डाइरेक्ट आमा कति सिधा हो, कति सिधा छ कस्तो हाइबाट यस्तो देख न त्यो यसो त अनि लास्ट मिस भयो, खुट्टा चिप्ल्यो कि इन्जियोर के इन्जियोर हुन्छ होइन। अवासी बोल्छस् नबोले अवासी कस्तो अप्ठ्यारो भइरहेछ हैन। अप्ठ्यारो अनि मन्दिर भन्ने ठाउँमा अप्ठ्यारै त हुन्छ त। लड्कीहरू कति बिस्तारै हिँडेको। त्यही कुरा डस्टबिनहरू चाहिँ राखिएको छ सरसफाइको लागि। तपाईँहरू आइदिनु भने कृपया फोहोर नफ्याँकिदिनु होला। पवित्र स्थलहरूमा सफा राख्नुपर्छ। हामीले नि सफा राख्यौँ। अघि चढ्दा चाहिँ खुट्टा ओभर दुखेको थियो होइन। झर्दा पो त दुख्दैन खुट्टा, ल दुखेको छैन नि। चढ्दा त ओभर दुख्दैन नि त। खतरा बाटो, गाडी गाडी हिँडिदिने साप निस्केको थियो भने थुपो के हुन्थ्यो। अनि यहाँनिर म बोल्दैछु नि त। ओ गाइस हेर्नु सक्नुहुन्छ सिधै छ सिधै। लड्के आगे जितेको हाउ माउन्टेन ड्यू चलो। गाइस डर चाहिँ ओभर लागिरहेको छ क्या। साथीहरू डर लागेको छ नि तिमीहरूलाई? तपाईँहरू इलामको गुड क्वेसन। त म भन्दिनँ नि त। काठमाडौँसम्म पुग्दो रहेछ नि त। 9 बजीमा डाइरेक्ट जाम। अब गाडीमै बस्नुपर्छ होइन। त्यहाँबाट देखाउँ ल, त्यहाँनिर जाम होइन अनि देखाउँ ल। त्यहाँनिर गएर देखाउँ न हिँड्न। सिधा सिडी फेरि कसरी ओर्लिन्छ नि क्या। यहीँ बसौँ न।
सिडी नभएकोमा हुन्छ गाइस त्यहाँनिर झर्दैछन् होइन कस्तो डर लागि त्यहाँनिर अरू पनि छन् होइन केटीहरू छन् सर हुनुहुन्छ मिस हुनुहुन्छ अरू चाहिँ झरेको छैनन् यहाँ हेर न यहाँ कस्तो सिडी छ खोइ त अरू त झर्दैन नि त हेलो भन्दा भन्दै लड्न बेर लाउँदैनन् हामी जाम को च्यानलमा नयाँ हुनुहुन्छ होइन सब्सक्राइब गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस् तपाईँहरू कहाँबाट हेर्नुहुँदैछ र आजको भिडियो चाहिँ कस्तो भयो भनेर होइन हन्तु डाँडा घुमेको अनि त्यसपछि इलाम घुमेको फेरि यहाँ पाथिभारा मन्दिर पनि आएको कस्तो भयो है तपाईँहरूले चाहिँ कमेन्ट गरिदिनुहोस् प्लिज यति गाह्रो भयो नि त्यो माथि चढ्नलाई त्यो हन्तु डाँडामा त्यति त झर्न पनि कति गाह्रो क्या यति स्ट्रगलको लागि होइन र त मजा पनि भयो फन पनि भयो होइन खुट्टा ओभर दुखिरहेछ त्यही पनि लाइक पनि गरिदिनुहोस् अनि भएसम्म सेयर पनि गरिदिनुहोस् आफ्नो साथीहरूलाई तपाईँहरू पनि साथीहरूसँग भिजिट गर्नुहोस् है हन्तु डाँडा एकदम राम्रो छ अनि अरू लजमा क्याम्पिङ गर्न पाइन्छ होइन तपाईँहरू पनि आएर इन्जोय गर्न सक्नुहुन्छ फाइनली तल आइसक्यो गेटबाट भोक लाग्यो हेलो रमाइलो हुँदैछ राति पनि अब घर जाँदैछु होइन आज भ्लग यहीसम्म हो अनि पछि यहाँनिर तपाईँहरूलाई थोरै नाचेकोहरू देखाएर अनि बन्द गरिदिन्छु दिन बर लागिरहेको छ नाच न गीत किन चाहियो भोलि भात